ल हेलो अनि नमस्ते सबैजनालाई है, हो कि सबैजना सन्चै हुनुहुन्छ। अनि म पनि एकदमै सन्चै नै छु। अनि तपाईँहरू सबैजनालाई फेरि पनि यो मेरो यो नयाँ भ्लगमा स्वागत छ है। होप कि आजको यो भिडियो तपाईँहरूले मन पराइदिनुहुन्छ भनेर। अनि आज चाहिँ असोज 7 गते हाम्रो यो पहिलाको साबिक 5 नम्बरको चाहिँ बाटो गोर्ने सल्लाह भएको छ। अनि त्यही भएर म जाँदैछु। खासै 10 बजी जानुपर्ने हो, तर 11:30 भइसक्यो है। घरमा हल्का कामले गर्दाखेरि ढिलो भयो। अनि अहिले चाहिँ म ठ्याक्कै हाम्रो यो पहिलाको एकदमै चोक भनौँ होइन, चोकभन्दा पनि धेरै मान्छे भेला हुन्थ्यो। यहाँ 4 गली भन्छ। यहाँ 4वटा बाटो छ क्या, यता 4वटा बाटो छ, त्यही भएर यसलाई 4 गली भन्छ। अनि यो चाहिँ हाम्रो आमा समूहमा 5 नम्बर वडाको मिटिङ बस्ने ठाउँ। यता हाम्रो प्रगति बाटो गर्नु आएको तिमी के गरेको, गोर्खा गरेको? यता हाम्रो छोरी गोर्खा गर्नु हुँदैछ। यता पुरा यो पहिला त यस्तो दामी ठाउँ थियो भनौँ न। अब मतलब अलिकति यस्तो झारीहरू थिएन। अहिले सबै मान्छेहरू, यो घरमा मान्छे छैन, तल्लो घरमा मान्छे छैन, मान्छेहरू निकै बसाइ सर्दै गयो, अब पाता लिँदै गयो। त्यही भएर घर वरिपरि पुरा यस्तो जङ्गल भइरहेछ है। अनि प्रत्येक वर्ष नै दसैँमा अगाडि चाहिँ हामी बाटो गोर्छौँ नि त। सबै तल पुच्छार खोलादेखि यता मासतिर यता सबै यो यो खोल्सावारी हाम्रो साबिक 5ले गोर्छौँ भने खोल्सा पारी चाहिँ 6ले गर्छ। सबै दसैँ अगाडि चाहिँ बाटो साटो गरेर एकदम झिलिमिली हुन्छ। अनि ठ्याक्कै अहिले चाहिँ म यहीँ 4 गली चाहिँ यता अस्ति आगो जलेर हाम्रो सुइजर बाजेको घर यस्तो भयो। अहिले पानीले यो भूकम्पले भत्काएको घर, यता हाम्रो जोडी घरहरू यस्तो छ है। र यता सायद यो अहिले होइन, यो अस्ति यता गरिसकेको रहेछ। अहिले चाहिँ पर तेनधारामा अरूहरू चाहिँ तपाईँको अघि 10:30तिरै भेला भइसकेर नि गइसकेको छ। मलाई फोन आएको छ। अब चाहिँ म सरसर जाँदैछु। ओइ खोइ बोजू म बाटो गर्नु एकछिन आउँछु ल। चस्मा लाने मन पऱ्यो ल, म भरे आइदिन्छु ल। यहाँ गीत पनि सुन्नु मिल्छ। यो चस्मा चाहिँ फेरि यो ओभर घाम लागिरहेछ नि त, मेरो अलिकति फेरि आँखा कमजोर पनि छ। अनि घाममा चाहिँ हेर्नु हुँदैन नि त। यो चस्मा चाहिँ अस्ति मैले काठमाडौँ ल्याउँदा किनेको थिएँ, हल्का काम दिँदो रहेछ त घाममा चाहिँ। अनि यसो भरे दिनभरि गीत सुन्दै पनि मिलो। छेमाजी नमस्ते। यसो भाइ बाटो गोर्नु हजुर ल, म एकछिन भरे पस्छु ल छेमा ल। यतातिर गर्दैछन् मान्छेहरू। पर गोर्नु थालिसक्यो सर। यस्तै छ ल। दसैँ लाग्यो, दसैँ लाग्यो गाउँमा चाहिँ। अब यो यता तेनधारा कि 3 धारा दामी पानी हुन्छ। धान पाक्नु आँटेछ है, धान पाक्नु आँटेछ। यस्तो गइसक्यो धान। गाउँतिरको हल्दी यस्तो छ, हरियाली दामी। माथि डाँडा खेत 3 4 5 6 7 8 9 10 11 12 13 14 15 जना भएछौँ मैले सुध ल। देवा नमस्ते, रोक्छु खै दर्शन है देवाजी। नमस्ते सबैजनालाई। नमस्कार भान्जा। को गर्नुहुन्छ यता बाजे? लु नमस्ते है। नमस्कार यता भाउजू हजुर कोही लाग्यो यो गर्दा चाहिँ कोही लाग्दो? आयुषा ए आइसमा किन नबोलेको? लु बाजे आज अलिकति ढिलो पनि नरिसाइदिनुहोस् है। ठिकै छ नि बाजे? यता हेर्नुहोस् त एकताल ल। ह्याप्पी दसैँ मेरो बाजेले, दसैँको शुभकामना है बाजे। ओके ल। अनि मेरो आज गतेस छ ओ लाले, मेरो झन्डै आज प्यारेको छ र काम गर्नु अल्छी हुँदैन यार। ओइ यता हेर्दा कच्ची कस्तो छ मेरो? अन्त के गर्दैछ सो केटा यार? ए म त के भाङ आँट्यो यार। के बारुला खोइ छ के हो? ओ आम्मामा हिजो हामीले बोरिङ भन्दा ठुलो रहेछ पकेछिन् ल यार। यो चाहिँ सेक्रीमा है केटा। छिटो यता बोला न हौ। अलि चिल्चाएको कोसम्म उता घरलाई चाहिँ यता बोला न भनेको। मार्दैन सबै ठुलो आगो केटा। के को मार्छ? म त कार्य लान्छु त यता। कहाँ? ओइ आज हामी काम कता गर्छौँ, के गर्छौँ भन्दा हामी अब लगभग गाउँदेखि छिर्यो होइन, ठ्याक्क यताबाट छिर्यो, यताबाट गर्दै गएको
अब यस्तो यस्तो हुँदै हुँदै कता भन्नु हुँदै तल वारेमखा हुँदै बागेसा हुँदै यस्तो ठाडो निस्किन्छ। ए यस्तो वरिपरि राउन्ड हुन्छौँ हामी त्यति नै। यो घरको बाटो चाहिँ आफूले गरिन्छ। घरको यो बाहिर मान्छे हिँड्नेहरू यो खेतकोहरू मात्रै आज गरिन्छ। हेरेको बसे पागल। अहिले त हाम्रो चाहिँ पानी ब्रेक भइरहेछ। अब आज खाजा त कसरी लिएको छैन। यो गर्मीमा त जाँड खानुपर्छ। हुन्छ त हो एक सही कुरा हो भाउजू एकदम। ल यस्तै छ है। अरू भन्दा नि माथिबाट घामले चाहिँ यहाँ बनाउँदैछ घामले चाहिँ। तपाईँ 80 भन्दा मेरो भन्दा भन्नु कि म काम गर्दै म हेर्नु त यता हेर्नु यता देखाउनु एकदम यता देखाउनु यता देखाउनु यता देखाउनु यता देखाउँदै यसो देखाउँदै यता देखाउनु न फोन पक्नु न त्यहाँ यहाँ मुनिबाट हातले छिरी यता देखाउनु यता यता के हो यो त यो के यता देखाउनु यहाँ देखाउनु यहाँ मुनि देखिँदैछ यो तपाईँहरूको खोइ कुरो लागेको अरूको हेर्दै काम गर्ने मान्छे फेरि चिनिन्छ क्या यता हेर्दै खोइ यता एउटा यत्रो मान्छे लागेको आफ्नो हेर्नु नि भिडियो बनाउनुलाई भाइले कुरा घारीमा बस्नु भयो कि हो त्यस्तो होइन भाउजू कम्ती काम गर्नुभएको छ उहाँले आज यो माथिदेखिको हो भाउजू सेवा र भाउजू नमस्ते गयो गोरुमा गाउने काल्दै अझिल्लो मिठो नगाउने हो देवा मोरा मामा जाने भयौँ क्या उता हामी दुईजना आधी ग्रुप यता उदो आधी यता आधी चाहिँ यता जाने भयो हाम्रो भेट कहाँ हुन्छ भन्छ उता हुन्छ है हजुर बागेसम्म उहाँ तल भेट हुन्छ अनि ल लक्ष्मी त भाइ भेटौँ है त ल तल भेटौँ है
भेट भइजान्छ नि तल भेटौँ है ल यसै हामी गयौँ त उता ल अहिले चाहिँ हामीले यता यो माथिल्लो यो ठाडो लाइन चाहिँ सकेर चाहिँ अब उता बागेश्वरतर्फ हामी लाग्दैछौँ अनि यहाँ बाटोमा चाहिँ अलैँची रहेछ है कसको अलैँची भान्जा यो तपाईँलाई थाहा छैन हजुर खरायो जस्तै छ त तपाईँ त भन्छ खरायो भने फेरि मान्छेको नाम भएको खरायो अगाडि कोही हुन्छ पछाडि कोही छन् एक ग्रुप परा पुगिसक्यो हामी एउटा ग्रुप यहाँ माथि गई बजारमा अलिकति हल्का यस्तो चिसो पानीहरू खाएर आयो अनि टाउको दुख्दैछ त यो ल अब आज चाहिँ हामीले लगभग सबै नै गरिसक्यौँ गर्नुपर्ने ठाउँहरू विशेष मान्छे हिँड्ने र मेलापात खेताला भारीहरू बोक्दाखेरि हिँडिने बाटोहरू चाहिँ लगभग सबै नै गरिसक्यौँ होइन त भान्जा हजुर हामीले त परतिर गर्दै आएको हजुर यता अर्को ग्रुपले त सबै एकदम राम्रै बाटो चाहिँ गरिसकेछन् अब मासतिर भेट्यौँ भने हामी पनि त्यहीँ थपेर गर्दै जान्छौँ होइन भने आजलाई चाहिँ यति नै आजलाई नै यो वर्षलाई यति नै होइन भन्छ हजुर अब हामी कहिले गर्छौँ यो बाटो अब पछि अर्को दसैँमा होइन हजुर के तिहारतिर पनि गरिन्छ गरिँदैन होला त्यो गरिँदैन अलिक पछि गरिन्छ अर्को दसैँमा गरिन्छ ल त यो अब आजको भिडियो चाहिँ यति नै जसले पनि भिडियो अन्तिमसम्म तपाईँले हेरिरहनु भएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद अनि धेरै धेरै माया है बाई निशान्ति विशाल घरमा को हुनुहुन्छ नि मान्छे पो दिदी यता देखाउँदै मान्छे पो हराएर खोज्दै आएको थियौँ दिदीको देख न दिदीलाई देखाउँदा त दिदी देख न एकताल हेरिदिनु पर्यो कतै यता देख्नु भएको छैन खोज्नु नि गएर यता कतै देख्नु भएको छैन है जुगाले त राम्रो मारिहाल्यो मलाई यता भित्र पनि मान्छे उहाँलाई सोध्नु न उहाँ हो कि देखाउनु न उहाँले चिन्नुहुन्छ झन् मिल्छ जस्तो छ झन् मिल्छ होइन कपाल अलिक छोटो छ अलिक लामो छ अनुहार मिलेन जस्तो लाग्यो नि नाम त उहाँको नाम के सोध्नुपर्छ नाम सोध्नुहोस् त अब उहाँको नाम मनेको छ र हरिचन्द्र भयो